जाजरकोटको पैङ केन्द्रबिन्दु भएर 4.1 रिक्टरको भूकम्प। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी। पूर्व राष्ट्रपति भण्डारी भन्छिन्, भण्डारीको मौलिक विचारले मुलुकमा सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन सक्ने राज्यप्रतिको विश्वास र भरोसा बढाउन एमाले ढिला गर्नुहुन्न। नयाँ पुस्ताले नेपाली र अङ्ग्रेजी मात्रै बोल्न लाग्दा भाषा लोप हुने चिन्ता। समाजमा नयाँ फेसन अनुसारको पहिरन आएकाले सांस्कृतिक पहिरन लोप हुन लागेको छ। काङ्ग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। मिडिया कभरेज पाउन पार्टी विरुद्ध बोल्ने गरेको देखिन्छ। चित्त नबुझेको विषयबारे पार्टीभित्रै छलफल गर्न सकिने परराष्ट्र मन्त्री समेत रहेकी नेपाली कांग्रेस नेता डाक्टर आर्जु राणा देउवाको टिप्पणी। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारले जनअपेक्षा विरुद्धका कामहरू गरेका कारण नागरिकहरूमा आक्रोश पैदा भएको हो, अरूलाई मात्रै औला उठाउने, आफू चाहिँ जिम्मेवारी लिनु पर्दैन। प्रचण्डलाई नेकपा एमाले उपमहासचिव प्रदीप ग्यावालीको जवाब। नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका प्रतिनिधि सभा सांसद जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखे खुला पत्र। भन्छन्, सम्माननीय प्रधानमन्त्रीज्यू, सरकार किन गम्भीर हुँदैन? के शिक्षकको शालीनतालाई कमजोरीका रूपमा त हेरिएको होइन? यदि सरकारले शिक्षक महासंघको आन्दोलनलाई अब 1-2 दिनभित्रै समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भन्ने मेरो पार्टीसँग समेत जोरदार माग रहनेछ। नेपाल संविधानवाद र लोकतन्त्रको बाटोमा छ, संस्थागत भएर जाओस्। कांग्रेस सांसद तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउदको टिप्पणी। नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका 7 जना व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गर्दै नेकपा एमाले। नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान जारी। अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरू नवलपुरको गैंडाकोट पुगे। राज संस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक 58 वर्षीय जुलियन किरपाललाई सरकारले गर्यो देश निकाला। नेपाल प्रवेशमा 2 वर्ष प्रतिबन्ध। र अन्तिम समाचार, वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा 2 समुदाय बीच भएको विवादपछि लगाइएको कर्फ्यू हटाइयो। झडपमा संलग्न दोषीहरूलाई वैशाख 3 गतेभित्र पक्राउ गरी कारबाही गरिने। आज पनि हामी उपस्थित भइसकेका छौं। देशभरका के भयो सम्पूर्ण जानकारी लिएर हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हेरिसकेपछि कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। अब समाचार विस्तारमा। जाजरकोटको पैङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति 9:31 जाँदा जाजरकोटको पैङ आसपास केन्द्रबिन्दु भएर 4.1 रेक्टरको भूकम्प गएको हो। यसअघि गत चैत 22 गते सो स्थानमा केन्द्रबिन्दु भएर 5.5 रेक्टरको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्थिरता र सुशासनको पूर्ण प्रत्याभूति दिलाउन नसक्दा जनता निराश भएको बताएकी छ। नयाँ वर्ष 2082 मा राष्ट्रिय समाचार समितिमा प्रकाशित विचारमा पूर्व राष्ट्रपति भण्डारीले मेहनत र प्रयासका बावजुद उद्देश्य र लक्ष्य प्राप्तिमा अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्बना भएको बताएकी हुन्। स्वदेशमै अर्थोपार्जनको अवसर नभएकाले लाखौं युवा विदेशिनु परेको पनि राष्ट्रपतिको भनाइ छ। उनी भन्छिन्, स्वदेशमै कमाउन र रमाउन नसक्ने ठानी गहभरि आँसु पालेर अहिले लाखौं युवाहरू विदेशिन बाध्य भएका छन्। स्थिरता र सुशासनको पूर्ण प्रत्याभूति दिलाउन नसक्दा व्यवसायी तथा सेवाग्राहीहरू दुखित र निराश बन्न पुगेका छन्। कर्मचारी प्रशासनलाई जवाफदेही, कार्यमुखी र गतिशील तुल्याउन नसक्दा सर्वसाधारणले अनेकौं झमेला र दुःख बिहोर्नु परेको उनको विचार छ। पछिल्लो समय उनले विभिन्न फोरमहरूमा आफू सक्रिय राजनीतिमा आउन सक्ने बताउँदै आएकी छिन्। 2 पटक मुलुकको राष्ट्रपति भइसकेकी भण्डारीले सक्रिय राजनीतिमा आउने मनसुवा देखाएकी हुन्। विद्यार्थीकालमा राजनीतिक जीवनको थालनी गरेको स्थान विराटनगर पुगेर उनले गत माघमा सक्रिय राजनीतिमा फर्कने प्रष्ट पारेकी थिइन्। मुलुकमा देखिएको पछिल्लो गत्यारोधका अन्त्यका लागि एमाले नै अग्रसर हुनुपर्नेमा उनको मत छ। नेपालको राजनीतिक आन्दोलन र सामाजिक आर्थिक रूपान्तरणको अभियानमा ऐतिहासिक भूमिका निर्वाह गरी अपार जनविश्वास आर्जन गर्न सफल बनिसकेको जननेताको विरासत बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी ठोस कार्ययोजना अघि सारेर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनु पर्दछ उनले भनेकी छन्। उनले मदन भण्डारीको मौलिक विचारले मुलुकमा सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन सक्ने समेत बताएकी छिन्। मदनको विचार र भावना अनुरूप अगाडि बढ्ने नेपाललाई कतैबाट रोकिएको समेत हुन सक्ने उनले आशंका व्यक्त गरेकी छिन्। उनी भन्छिन्, हाम्रो देशमा यही विकसित भएको मौलिक विचारको खाँचो थियो जसले मुलुकलाई सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन मार्गदर्शन गर्न सकोस्। अब त्यो सिद्धान्त हामीले पाइसकेका छौं। यस प्रगतिशील सिद्धान्तको प्रभावकारी कार्यान्वयन गरी देश विकास गर्नुको विकल्प छैन। यो देशको सामाजिक आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी सहयात्रीहरूलाई राज्य सत्तामा पुर्याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै
जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो। राष्ट्रहित भन्दा महत्त्वपूर्ण अर्को कुनै विषय हुन नसक्ने र जनताको मुहारमा मुस्कान ल्याउनु भन्दा ठूलो अर्को कुनै खुशी नहुने पनि उनको धारणा छ। देशले दिन सक्ने जति अवसर हामीलाई दिइसकेको छ, अबको हाम्रो समय केवल राष्ट्रको नाममा समर्पण गर्नुपर्दछ। यस्तो दृढ अठुट बिना देश बदल्ने सपना पूरा हुन असम्भव छ उनी भन्छन्। कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएकामा चिन्ता व्यक्त गरेका छन्। भाषा र संस्कृति जोगाउन सबैले पहल कदमी लिन उनले आग्रह गरे। नयाँ वर्षको अवसरमा देउडा समाजले सोमबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सुदूरपश्चिमका नयाँ पुस्ताले नेपाली र अंग्रेजी भाषा मात्रै बोल्न लाग्दा भाषा लोप हुने चिन्ता रहेको बताएका हुन्। सुदूरपश्चिमको भाषा करिब करिब हराउँदै गएको छ। कोही बोल्दैनन् आफ्नो पश्चिमको भाषा, सबै नेपाली बोल्छन्, हुँदाहुँदा सरासर अंग्रेजी बोल्छन्, यस्तो खालको भइसक्यो। देउवाले भने यसकारण पनि भाषा हराइरहेको छ। भाषा भनेको ठूलो कुरा हो। जुन देशको समाजको भाषा हराउँछ त्यो समाज नै कमजोर हुन्छ, विखण्डित हुन्छ भन्ने भनाइ छ। त्यसकारण संसारभर नै आफ्नो भाषा बचाउन काम गरिरहेका छन्। सभापति देउवाले सुदूरपश्चिमका भाषा जोगाउन देउडा लगायतका सांस्कृतिक र सामाजिक कार्यक्रम मार्फत पहल लिनुपर्ने बताए। भाषा जीवित राख्न सकेमा सुदूरपश्चिमको पहिचान पनि कायम राख्न सकिने उनको धारणा थियो। हाम्रो भाषा हामीले जीवित राख्न सकेको खण्डमा सुदूरपश्चिमको पहिचान हुन्छ उनले भने। सभापति देउवाले सुदूरपश्चिमको पहिरन पनि लोप हुँदै गएको बताए। समाजमा नयाँ फेसन अनुसारको पहिरन आएकाले सांस्कृतिक पहिरन लोप हुन लागेको उनको भनाइ थियो। उनले कसैलाई यस्तै मात्र कपडा लगाउनुपर्छ भनेर दबाब दिन भने नमिल्ने बताएका छन्। सुदूरपश्चिममा वैशाख 1 गते मनाइने विश्व पर्वले एक अर्कासँग भेट्ने र कुराकानी आदान प्रदान गर्ने अवसर जुटाएको बताउँदै देउवाले सुदूरपश्चिमको भाषा संस्कृति जोगाउनका लागि सबै पक्षलाई आग्रह समेत गरे। परराष्ट्र मन्त्री समेत रहेकी नेपाली कांग्रेसका नेता डाक्टर आर्जु राणा देउवाले पार्टीका नेताहरूले मिडिया कभरेज पाउनका लागि पार्टी विरुद्ध बोल्ने गरेको बताएकी छिन्। सोमबार इलामको श्रेयन्तुममा जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट एवं अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ। यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला, तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो उनले बताएकी छिन्। उनले चित्त नबुझेको विषयबारे पार्टीभित्र छलफल गर्न सकिने पनि बताइन्, तर बाहिर सार्वजनिक रूपमा बोलेर समस्याको समाधान नहुने बताएकी छिन्। नेकपा एमालेका उपमहासचिव प्रदीप ग्यावालीले जनतामा असन्तुष्टि बढेको विषय अहिलेको सरकारभन्दा माओवादी केन्द्र बढी जिम्मेवार हुनुपर्ने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा ग्यावालीले शान्ति प्रक्रियापछि सबैभन्दा बढी समय माओवादी केन्द्र सरकारमा रहेकाले उसले पनि जिम्मेवारी लिनुपर्ने बताएका हुन्। सबभन्दा कम बसेको एमाले र 20मा नेपाली कांग्रेस हो। माधव नेपाल सरकारमा हुँदा 20 महिना र नेकपा विभाजनपछि केही महिना र अहिले हो माओवादी प्रतिपक्षमा बसेको उनले भने अधिकांश समय सत्तामा छ। त्यसको जवाफदेही लिनु पर्दैन, अरूलाई मात्रै औँला ठडाएर हुन्छ। ग्यावालीले तिनकुने घटना जन असन्तुष्टि नरहेको पनि बताए। तिनकुनेमा प्रकट भएका कुरालाई जन असन्तुष्टि भन्ने हो भने जनताको नै नयाँ परिभाषा गर्नुपर्छ, असन्तुष्टिको बेग्लै परिभाषा गर्नुपर्छ, आन्दोलनको बेग्लै परिभाषा गर्नुपर्छ। उनले भने त्यो जन असन्तुष्टि थिएन। यद्यपि नागरिकहरूमा असन्तुष्टि बढेको उनको स्वीकार छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारले जन अपेक्षा विरुद्धका कामहरू गरेका कारण नागरिकहरूमा आक्रोश पैदा भएको र व्यवस्था विरोधी गतिविधि भएको आरोप लगाउँदै आएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका प्रतिनिधि सभा सांसद जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन्। उनले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्। चैत 20 गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग उनीहरूको छ। सत्तारूढ कांग्रेस सहमहामन्त्री जीवन परियारले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै पत्र लेखेका छन्। उनले शिक्षक महासंघले उठाएका जायज मागप्रति आफूहरूको समर्थन रहेको उल्लेख गरेका छन्। नेपाल संविधानवादको बाटोमा रहेको भन्दै त्यसलाई संस्थागत गर्न राजनीतिक दलहरूले सफलता प्राप्त गर्न लाग्नुपर्ने कांग्रेस सांसद तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन्। नयाँ वर्षको अवसरमा देउडा समाजले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै साउदले नेपालमा लोकतन्त्र संस्थागत गर्नुपर्ने बताएका हुन्। मुलुक संविधानवाद लोकतन्त्रको बाटोमा छ, त्यो संस्थागत भएर जाओस्, शान्ति दिगो भएर जाओस् भन्ने कामना गर्छु उनले भने। संविधान र व्यवस्थाका लागि नेपाली जनताले ठूलो त्याग र बलिदान गरेको बताउँदै उनले त्यसको स्थायित्वका लागि सबै राजनीतिक दलले प्रयत्न गर्नुपर्ने धारणा राखे। शहीदहरूले लामो बलिदानपछि निर्माण गरेको संविधान र लोकतन्त्रलाई कसैले हल्लाउन नसकोस्, नेपालमा दिगो शान्ति स्थापना गर्ने हाम्रो प्रयत्नलाई हल्लाउन नसकोस् उनले भने। देउडा सुदूरपश्चिमको संस्कृति रहेको बताउँदै साउदले त्यसलाई कमजोर हुन नदिनुपर्ने बताए। संस्कृतिले विचार र पद्धति बोकेर समाजलाई अगाडि बढाएको उल्लेख गर्दै उनले त्यसलाई संरक्षित गरेर अघि बढ्नुपर्ने समेत बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी एमाले 7 जना कम्युनिस्ट योद्धालाई सम्मान गर्ने भएको छ। ललितपुर च्यासुली स्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाल कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका 7 जना व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाको रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ग्यावालीले जानकारी दिए। उनका अनुसार सम्मान गरिने व्यक्तिहरूमा क्रमशः लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा नेउपाने मर्नोपरान्त, वाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौँ, सत्यनारायण मण्डल सप्तरी, शोभाराम बस्नेत दाङ, हरिचरण शिवाकोटी झापा रहेका छन्। त्यसैगरी बैठकले तत्कालीन माले र कोअर्डिनेसन केन्द्र पार्टी निर्माणका क्रममा 34 जना नेता तथा कार्यकर्ताको स्मरण समेटिएको पुस्तक सेल्टर सार्वजनिक गर्ने निर्णय समेत गरेको छ। पुस्तकमा तत्कालीन अवस्थामा पार्टी निर्माण गर्दा नेता जनताको घरमा कसरी आश्रय लिए, पार्टी महाधिवेशन गर्ने बेला त्यो भूमिगत समयमा नेताहरूले कसरी काम गरे, कार्यकर्ताले कसरी नेताहरूलाई सुरक्षा दिए भन्ने सन्दर्भमा समेटिएको जनाइएको छ। नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान नवलपुर पुगेको छ। सोमबार अपराह्न अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू नवलपुरको गैंडाकोट पुगेका छन्। नेताहरूलाई त्यहाँ भव्य स्वागत गरिएको दाहालको सचिवालयले जनाएको छ। पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित उक्त अभियान अन्तर्गत गैंडाकोटमा नेताहरू मंगलबार र बुधबार रहनेछन्। राज संस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक 58 वर्षीय जुलियन क्रेपाललाई सरकारले देश निकाला गरेको छ। गृह मन्त्रालयले क्रेपाललाई देश प्रवेशमा 2 वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डिपोर्ट गर्ने निर्णय गरेको हो। उनलाई मंगलबारसम्म स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए। विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले प्रतिबन्ध सहित देश निकाला गरेको ढकालको भनाइ छ। उहाँले पनि आफ्नो देश जाने रुचि राख्नुभयो। पर्यटन भिजामा आउनु भएको रहेछ। पर्यटकीय कार्यभन्दा बाह्य गतिविधि गरेको देखियो। त्यही कारण उहाँलाई डिपोर्ट गर्ने निर्णय भएको छ, सूचना अधिकारी ढकालले भने। पर्यटक भिजामा नेपाल बस्दै आएका उनलाई प्रहरीले चैत 14 गते माइतीघरबाट प्रभुराजाको पक्षमा नाराबाजी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो। प्रहरी अध्यागमनमा बुझाएपछि कृपाल विरुद्ध अनुसन्धान गरिएको र राजावादीहरूसँग निरन्तर भेटघाटमा रहेको प्रहरी अनुसन्धानमा देखिएको छ। आजका लागि अन्तिम समाचार। शनिबार वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा 2 समुदायबीच भएको विवादपछि लगाइएको कर्फ्यू आइतबार राति 12 बजेदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू हटाए पनि निश्चित स्थान तोकेर निषेधाज्ञा जारी गरेको जनाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार वीरगञ्जको अवस्था पूर्ण रूपमा सामान्य नभएकाले वैशाख 1 गते सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। शनिबार बेलुकीदेखि लागू गरिएको कर्फ्यू आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले 5 बुँदे सहमति सहित हटाएको हो। त्यसपछि बसेको जिल्ला सुरक्षा समितिले बैठकले राति 12 बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको प्रजीय अर्यालले बताए। वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म सीमित गरिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ। स्थानीय प्रशासन ऐन 2028 को दफा 6(3) क बमोजिम अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ। यसअघि आइतबार साँझ सम्पन्न सर्वपक्षीय बैठकमा शोभायात्राका क्रममा भएको झडपमा संलग्न दोषीहरूलाई वैशाख 3 गते भित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर्धार्मिक र साम्प्रदायिक सद्भाव तथा सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण रूपमा प्रतिबद्ध रहने र कानूनी कारबाही प्रक्रियामा सहयोग गर्ने सहमति भएको थियो। 5 बुँदे सहमति पत्रमा जिल्लामा सक्रिय सबै राजनीतिक दलका नेता तथा हिन्दू र मुस्लिम समुदायका अगुवाईहरूले हस्ताक्षर गरेका थिए। वीरगञ्जमा कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पर्सा प्रहरीले 85 जनालाई पक्राउ गरेको थियो। शनिबार शोभायात्राका क्रममा वीरगञ्जको छपकैया क्षेत्रमा 2 समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासन कर्फ्यू आदेश जारी गर्न बाध्य बनेको थियो। हाल वीरगञ्जको अवस्था सामान्य हुँदै गएकाले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख परीक्षक एसपी गौतम मिश्रले जानकारी दिए। शनिबारको झडप नियन्त्रणका लागि नेपाल प्रहरीले 145 राउन्ड अश्रु ग्यास र 2 राउन्ड हवाई फायर गरेको थियो। घटनामा नेपाल प्रहरीका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरीका नायब उपरीक्षक सहित 25 जना सुरक्षाकर्मी र 15 जना भन्दा बढी प्रदर्शनकारी घाइते भएको पर्सा प्रहरीले जनाएको छ। त्यस्तै 2 समुदायबीचको झडप र विवाद गराउने समूह र व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरी प्रमुख मिश्रले बताएका छन्। मुढ प्रहार गर्यो र त्यसपछि 2 समुदायबीच कसरी झडप भयो भन्ने विषयमा विभिन्न माध्यममा अनुसन्धान अघि बढाइएको छ। हवस् त दर्शक महानुभावहरू, आजका मुख्य समाचारहरू यति नै। हामीले प्रस्तुत गरेका विषयहरूप्रति तपाईँको धारणा के छ तल कमेन्ट बक्समा उल्लेख गर्नुहोला। साथै तपाईँलाई लागेका कुरा कुनै विषय उठाइदिए हुन्थ्यो जस्तो लाग्छ अथवा कुनै पनि विषयमा समाचार दिन छुटाएका छौँ हामीले भने तपाईँ हामीलाई तल कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुनेछ। तपाईँको कमेन्टले हामीलाई काम गर्नका लागि अझै ठुलो ऊर्जा दिनेछ। हाम्रो मेहनतको लागि एउटा सानो लाइक र कमेन्ट अवश्य गर्नुहोला। अनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब अल नोटिफिकेसन अन पनि गर्नुहोला। हामी पलपलको न्युज अपडेटका साथ फेरि आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि तपाईँको हरेक पल शुभ रहोस्। नमस्कार।